24 घन्टाको भिजा मेरो यहाँ मलाई केही गरेर फेरि घर पठाइदिएनन् भने मलाई कोरिया पठाइदिएनन् भने के हुन्छ मेरो यो भ्लग हेरिदिनु होला चाइना भ्लग सी यू यहाँ यस्तो फोहोर छ यस्तो फोहोर कसरी जाने त्यहाँ बाइक पल्टाएर म चाहिँ 19 आवरसम्म विथआउट सोसल मिडिया चाइनामा कसरी बसेँ होला त चाइना भ्लग चाहिँ सबैजनाले हेर्नु होला हाई गाइज वेलकम टु माई न्यू भ्लग यति बेला चाहिँ म चाइनाबाट भ्लग गरिरहेको छु म 12 बजे चाइना ल्यान्ड भएँ नेपालदेखि फर्किँदा अनि मसँग चाइनाको टेम्पोररी भिजा थियो कि त्यो भएको भएर म चाइना घुम्छु भनेर होटल सोटल खोजेँ अनि होटलमा जाँदैछु अनि होटलवालाले लाने लैजाने खाना खुवाउने घुमाउने सबै गर्दो रहेछ अनि जम्मा $30 किन नहोस् त भनेर बरु बस्छु बिरामी हुनुभन्दा त भनेर म चाहिँ होटलमा बस्ने प्लान गराएँ अनि मसँग चाहिँ नेपालबाटै आउँदाखेरि मैले दुईवटा एउटा दाइलाई एउटा भाइलाई भेट भएको थियो भाइ चाहिँ जापान जाने रहेछन् अनि दाइ चाहिँ कोरिया नै आउने अनि हामी 3 जना एउटै होटलमा बसेँ उहाँहरू सेयरिङमा बस्नुभयो म डिफ्रेन्ट बसेँ सेयरिङमा बसेको भएर $20 मा उहाँहरूले गर्नुभयो म चाहिँ अब डिफ्रेन्ट बसेको भएर चाहिँ मलाई $30 लाग्यो $10 एक्स्ट्रा लाग्दो रहेछ अनि त्यसमाथि पनि मैले मसँग डलर थिएन कि अनि डलर नभएको भएर मैले चाहिँ मास्टर कार्ड युज गरेको भएर $10 फेरि त्यहाँ एक्स्ट्रा लगाइदियो $40 मा चाहिँ आनन्दले चाइनामा मजाले बसेँ म चाहिँ निन्द्रा पुग्यो बिरामी भइएन अनि यो चाहिँ हाम्रो रुम हो यस्तो आनन्दको रुममा अनि चाइनामा फेरि सोसल मिडियाहरू केही पनि चल्दैन नि त 19 घन्टासम्म बस्न त गाह्रो हुन्छ अनि यही होटलको चाहिँ धन्न यो होटलको वाइफाईले फेसबुक चाहिँ चल्दो रहेछ है रिल्सहरू हेर्न मिल्दो रहेछ अनि मैले के गरेको थिएँ भन्दा च्याटमा भएको रिल्स हेरेर 19 घन्टा फालेकै छ च्याट स्न्यापच्याट चल्दो रहेछ अनि प्ले स्टोर त मरिगयो नि नचल्दो रहेछ अनि VPN डाउनलोड गरेर पनि चलाउँछु भनेको त प्ले स्टोरै चलेन कति कष्टकर रहेछ चाइना ओ माइ गड फोरो गाइस यति धेरै फोहोर रहेछ कि यहाँ होइन त्यो बाटोमा कि कोरिया र मैले चाइना गर्दाखेरि चाहिँ कम्पेयर गर्दाखेरि चाहिँ चाइनाको मान्छेहरू एकदम डिसिप्लिन नै नभएको हुँदैछन् कि यिनीहरू कस्तो हुने रहेछन् कि आमा डिसिप्लिन भन्ने नै छैन कि हल्ला गरेको गरे अनि बाटोभरि यस्तो फोहोर खायो पुरै यस्तो कागज त्यस्तो फोहोरहरू पुरै फोहोर खायो अब म यहाँबाट एक्लै जानु पनि सक्छु होइन अब यतापट्टि साइडमा हुन्छ के छ भनेर म चाहिँ यसरी होटलमा बस्छु भन्ने थाहा थिएन कि 81 बसेँ होइन अनि सन्चो नहोला जस्तो भयो होटलमा बसेको ठिक छ आनन्दले सुतेँ रातभरि निन्द्रा पुग्यो है जे भयो निन्द्रा पुग्यो नि त आनन्द भयो अब म एक लट हिँड्छु मसँग अझै 3 घन्टा बाँकी छ अहिले कति बज्यो 11 बज्यो यहाँ मेरो 5 बजेको फ्लाइट हो 12 1 2 3 4 5 6 घन्टा अनि हामीलाई चाहिँ 1:30 बजे खाना खाएर अनि एयरपोर्ट छोडिदिन्छु भने यहाँको मान्छेले Okay. This side. Okay. यस्तो धेरै फोहोर रहेछ साथीहरू फोहोर रहेछ अबे चाइना हो भन्न पनि लाजै मर्छु पो त ल हेर त यहाँ आँपको पात झरेर ओ माई गड कति धेरै फोहोर हो केही नेपालमा जस्तो बाटो खनिरहेको केही बिचमा बाटो खनिरहेको सब आइगो बाइक पल्ट्यो होला गाइजहरू त्यहाँ यस्तरी बाइक पल्ट्याएर किडे वास्तै फोहोर पो त त्यहाँ हेरौँ त त्यहाँ राम्रो त्यस्तो खालको गाडी हुँदो रहेछ यहाँ यस्तो छ भनेर इमेजिनै गरेको थिएन ओके म यहाँदेखि उता चाहिँ यता उता कहीँ पनि जान्न ल म हराएँ भने फेरि झ्याउ हुन्छ
सो प्लिज म त्यही भएर हामी उता गइनँ अनि अहिले घुम्न लग्यो भने लगिहाल्यो त्यत्तिकै ठिक छ ओके यो चाहिँ मैले फरक खालको भिडियो देखेँ ल चेरी सुन्तला भइहाल्यो होइन पकेर यस भिडियो म भिडियो खिचौँ भनेर सोध्नु पर्ने यार म 24 घन्टाको भिजा मेरो यहाँ मलाई केही गरेर मलाई फेरि घर पठाइदिएनन् भने मलाई कोरिया पठाइदिएनन् भने के हुन्छ ठिक छ ल चाइना घुम्यो कति भएपछि आँसु लाग्यो अहिले म बस्ने होटलले मैले बिर्सेँ भने अर्को आपत होला है फेरि एक्लै लहर लहर गरेर हो चिसो चिसो रहेछ कि फेरि यहाँ त पुरै चिसो चिसो भइरहेको एकदम धेरै मलाई चाहिँ चाइना मनपर्ने आमा अब म अघि यो साइड गएको थिएँ यो साइडमा मेरो होटल भयो अब म यो साइडमा जान्छु ल हेरौँ त यहाँ यस्तो फोहोर छ आमा यस्तो फोहोर कसरी जाने कहाँबाट छिर्ने भयो अब जान्छ है राम्रो डेन्जर फोहोर त छेकिँदा बोर्डले मात्रै यो चाइना हो भनेर छुट्याएको कि केही पनि छैन यस्तो पनि हुन्छ ए बा म त यहाँ चाहिँ मिल भएर त फोहोर यस्तो फोहोरमा यस्तो फोहोर छैन उठेर प्याकिङ गर्दै ल रहेनछ कोरिया जस्तो चाइना रहेनछ यति धेरै फोहोरो रहेछ भगवान् चाइना मोबाइल मेरो यो भ्लग हेरिदिनु होला चाइना भ्लग सी यू बाई बाई अब सायद मेरो यो भिडियो म कोरिया पुगेपछि अपलोड हुन्छ होला जरुर यो चाहिँ फ्याक्ट्री हो यो चाहिँ फ्याक्ट्रीको काम भइरहेको यहाँ यस्तरी पानी चुहिरहेको एयरपोर्ट एरिया अरे गाइज एयरपोर्ट एरिया अरे इङ्ग्लिस भन्यो भने यहाँनिर मठै रहेछन् इङ्ग्लिसको एम अनि त्यस पछाडि त्यही हो गाह्रो छ भ्लगर हुनु भयो बाटोमा म सबले हेरेर यस्तो गर्दै ल साइड जस्तो लाग्यो यहाँ चाहिँ पाइपको लाइन रहेछ है यहाँ चाहिँ पाइपहरू भन्दो रहेछ है यहाँ चाहिँ पाइपहरूको लाइन भयो यो चाहिँ अब चाइनाको ठाउँहरू भयो पढ्न आउँदैन कुनमिङ खानगुई इन्टरनेसनल ट्राभल सर्भिस एन्ड को एलटिडी भने यत्रो ठाउँ रहेछ कहिले जाँदा अब कस्तो राम्रो चाहिँ हामी बसेको होटल होला यो चाहिँ हामी बसेको होटल हो चाहिँ माथि यहाँ हो म बसेको चाहिँ गाइज यो चाहिँ खै मेरो खाना आयो खाना